हेलो नमस्ते साथीहरु, स्वागत छ तपाईहरुलाई हाम्रो युट्युब च्यानल नेपाल इन्जिनियर्स लोकसेवा सोलुसनमा। फेरि पनि आज म एउटा नयाँ बुक लिएर उपस्थित भइसकेको छु, जुन कि मध्य प्रदेश लोकसेवा विशेषको लागि ह्यान्डबुक एन तथा नियमावली जुन खोज्दै हुनुहुन्छ तपाईहरु। पीडीएफ 200 पेज 250 पेज एउटा टपिकको आउँछ, त्यो को सोलुसन यो बुकमा तपाईहरुले पाउनु हुनेछ। र मध्य प्रदेश लोकसेवा आयोग चौथो र पाँचौं प्राविधिक र अप्राविधिक सबैको लागि यो मस्ट युजफुल फोर, जस्तै कि हेल्थ असिस्टेन्ट, ल्याब असिस्टेन्ट, टेक्निशियन, सीएमए, अनमी, स्टाफ नर्स, सब इन्जिनियर, असिस्टेन्ट सब इन्जिनियर, खापासटे, अमिन, कृषि प्रास, अनि त्यसपछि भेटनरी, शिक्षा प्रास, रेन्जर फरेस्ट, जुन पनि तपाई मध्य प्रदेशको एक्जाम दिनुहुन्छ भने यो चाहिँ बुक या त तपाईहरुले धेरै पीडीएफ पढ्नुहुन्छ, त्यो चाहिँ पढेर पनि साध्य हुन्न, डाउनलोड गरेर राख्नुहुन्छ मात्रै हुन्छ। र यसमा चाहिँ 1000+ एमसीक्यू पनि छ। यो टपिक वाइज तपाईले एमसीक्यू पाउनुहुन्छ। गोल्डन पोइन्ट्स, अब्जेक्टिभ क्वेशन्स, बुलेट पोइन्ट्स, एक्स्ट्रा पोइन्ट्स, हिन्ट र ट्रिक्सहरु पनि छ। जस्तो कि तपाईहरुलाई म विषय सूची हेराउन गए, यसमा चाहिँ मध्य प्रदेश निजामती एन छ सुरुमै 2077 र नियमावली 2079। यसको चाहिँ एमसीक्यूहरु पनि र थ्योरी दुईटै पाउनुहुन्छ यसमा। त्यसपछि प्रदेश लोकसेवा आयोगको एन 2076 तथा प्रदेश लोकसेवा आयोगको नियमावली 2078 मा भएका व्यवस्थाहरु, एमसीक्यूहरु सबै छ यसमा। स्थानीय सरकार सञ्चालन एन यसको पनि छ। स्थानीय सेवा गठन सञ्चालन एन भएका व्यवस्थाहरु, एमसीक्यूज। त लास्ट आवरमा तपाईहरुले यो खरिज एनहरु जति पनि पढ्नुहुन्छ नि, धेरै यसको पीडीएफमा धेरै पेजेसहरु छ, पढ्न भ्याउनु हुन्न। त्यही भएर तपाईहरुले चाहिँ यो बुकलाई फलो गर्नुभयो भने तपाईहरुले एकै ठाउँमा सबै थोक पाउनुहुन्छ। त्यही हो, यसको चाहिँ प्राइस चाहिँ 450 रुपैयाँ छ। तपाईहरुले चाहिँ अर्डर गर्नको लागि यहाँ फोन नम्बरमा कन्ट्याक्ट गरे पनि भयो, या त जीवन सरलाई कन्ट्याक्ट गरे पनि भयो। त्यो निम्समा कन्ट्याक्ट गरेपछि तपाईहरुलाई अनलाइन पनि डेलिभरी हुन्छ। यदि तपाईहरुले आफ्नो ठाउँमा पाउनु भएन भने र अरु केही छ भने यो बुक रिलेटेड क्वेरी भने मलाई पनि सोध्न सक्नुहुन्छ व्हाट्सएपमा। र यो चाहिँ मध्य प्रदेश लोकसेवा आयोग नियमावलीहरु सबैको छ के। अब यसमा चाहिँ मध्य प्रदेश तयारी गर्नेहरुको लागि चाहिँ एउटा चाहिँ राम्रै बुक रहेको छ। यस्तै चाहिँ सबै प्रदेशको एकै ठाउँमा चाहिँ पाउनु भयो भने तपाईहरुलाई जुन 10-15 मार्क जुन छ, 10-20 नम्बर यसबाट चाहिँ ठीक हुन्छ, यसबाटै आउँछ। त्यही भएर संवैधानिक निकायहरु यस सबै छ के यसमा। तपाईहरुले चाहिँ जुन सिलेबस चाहिँ लास्ट सेक्सनमा छ नि त, त्यो सबै यसमा पाउनुहुन्छ तपाईहरुले। हस्त साथीहरु, भिडियो कस्तो लाग्यो? भिडियो राम्रो लाग्यो भने तपाईहरुलाई यो भिडियो लाइक गर्नु होला र च्यानललाई सब्स्क्राइब पनि गर्नु होला। यस्तै नयाँ भिडियोको लागि धन्यवाद।